अस्ति पनि हाल्नु नफुन चाहिँ पानी छैन भाइ यहाँ पानीमा छैन रे पनि पानी नआएको दिने हो लुक्स यस्तो देखिया छ एकदम पसिना आएर हैन पकबर लगाएर यस्तो भएको छ लुक्स हैन उतातिर गाउँ एकदम 12 बजे यस्तो देखिया छ गाउँको लुक्स है त ल त मम्मीले खान राख्नु भएको छ हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग ओके सबैजना सन्चै आरामै हुनुहुन्छ होला म नि एकदम सन्चै छु गाइस है त ल गाउँतिर छु गाइस एकदम यता 16 बजिसक्यो हैन त्यही नि हो है त आज एकदम हामी अकबरी खुर्सानीको लागि बारी तयार गर्दैछौँ है त बिरुवा पनि हुन अलि टाइम लाग्यो पोलीब्यागको बिरुवा हैन त्यही भएर आज हामी अकबरी खुर्सानीको लागि बारी तयार गर्दैछौँ है त के कस्तो हुन्छ भिडियोलाई अन्तिम समय साथ दिनु होला है त ओके खुर्सानी चाहिँ हाम्रो यो हो है त ल यता छ गाइस है त भिडियोलाई अन्तिम समय साथ दिनु होला ओके नफुन चाहिँ तल खुर्सानी कत्रा भए पानी छैन भाइ यहाँ पानीमा छैन रे पनि पानी नआएको दिने हो हे गाइस एकदम हामी अकबरी खुर्सानीको लागि यता खन्दैछौँ हैन खनजोत भइरहेछ पहिले यो जोतेर पनि ब्याड बनाइसकेका थियौँ अब फेरि के हो भने अलि ढिलो भयो अरू बारीमा रोप्दै अनि फेरि यता झार आइसक्यो झार आएर पनि लाम भइसक्यो गाइस खन्दैछौँ हैन अब अकबरी बिरुवाहरू पनि हुन लागिसक्यो पोलीब्यागको अब अरू रोप्दैछौँ है त त्यही नि हो एकदम आज खन्ने काम भइरहेछ अब केही समयमा फेरि केही दिनमा हैन मल्चिङ हुन्छ अनि त्यसै गरी यो खनसिद्धिएपछि 1-2 दिन यो झार मरेपछि अनि फेरि मल्चिङ सुरु हुन्छ अनि मल्चिङ सुरु भइसकेपछि अब त्यसमा भुन पार्नु पर्यो हैन भुन पारिसकेपछि खौला पार्नु पर्यो अनि रोप्ने हैन त्यही हो ल है त एकदम काम भइरहेछ गाइस त्यही नि हो है त गाउँतिर बवाल भइरहेछ भिडियोलाई के कस्तो हुन्छ भिडियोलाई हेर्दै गर्नुहोस् ओके हे गाइस यत्रो खाइसक्यौँ है त ल सानो पनि छ ठिकै छ भनौँ हैन ल यत्रो भइसकेको छ है त ल गाइस यस्तो झार पनि आछ कि यता हैन ए आलु पनि छ नि त फेरि आलु त के फल्या होला यतिकै उम्ले आलु हैन ए यस्तो फल्याछ गाइस ए अब के गर्नु उखेल्नै पर्यो हैन अब यहाँ खुर्सानी लाउने हो नि त ल गाइस यस्तो झार आइछ त झार हेर्नुहुन्छ झार झार है त त्यही नि हो गाइस एकदम आज खन्ने काम भइरहेछ अब केही समयमा
खुर्सानी पनि रोप्ने हो है। ल यस्तो पहिला ब्याट चाहिँ यता हामी बनाइसकेका थियौँ ब्याट होइन, यत्रो ब्याट भइसकेको थियो नि त यहाँदेखि सर यस्तो ब्याट बनाइसकेको थियौँ। फेरि यसमा झार आइसक्यो होइन, खुर्सानी रोप्दा रोप्दै ढिलो भइसक्यो गाइस। ल एकदम खन्ने काम भइरहेछ है त। ओके ल गाइस एकदम गाउँको सिजन खाँदै होइन, एकदम मिठो सिजन खाँदै पलम। हाम्रोतिर पलम भन्छ यसलाई है, तपाईँतिर के भन्छ कमेन्ट गरिहाल्नुहोस्। ल यता हेर्नुहोस्, यो अस्ति हामीले खनेको है। ल अस्ति खनेको मैले यो एकदम त्यहाँसम्म छ होइन। पुरा ढोकासम्म मैले अस्ति खनेको होइन, त्यहाँदेखि उता आगो लगाएको छ अनि पर फेरि खन्दैछ केटाहरूले होइन। लगाइस भाइ पनि आजकल घर आएको छ, यस्तो काम गरेर हाल्नुपर्छ अब के गर्ने, यस्तै हो। अनि यता फेरि हाम्रो टर्की ओखर छ है त। टर्की चाहिँ फलेको छैन। अब हामीले चाहिँ धेरै रोपेको नि त, यो बारीमा मात्रै हामीले 10-12 थिए होइन, तर घारी घारी रोपेको थियौँ। अब त्यस्तो मलजल पनि खासै पुगेन, मलजल चाहिँ धेरै चाहिने रहेछ टर्की ओखरलाई। अनि हामीले धेरै रोपेको थियौँ, 300 सबै 300 कति हो होइन, 50-51 हजारको हामीले रोपेको। धेरै भएन हाम्रो, 10-12 जति भएको छ है त। ठिक छ, लगानी धेरै गर्ने हो तर थोरै प्राप्त गर्नु नै ठिक छ। केही हुन्छ भने त्यो चाहिँ गर्नुपर्छ गाइस। ल है त ओके हेर्दै गर्नुहोस्, खन्ने काम भइरहेछ है त। हामी निरन्तर यता कृषितिर छौँ है त। ल हाम्रो यो मल्चिङ, फेरि मल्चिङ, ल हाम्रो यो मल्चिङ होइन, यो हाम्रो यो बाहिरपट्टि, यो चाहिँ कालो भित्रपट्टि हुन्छ है त। मल्चिङ यता छ हेर्ने हेर्ने मम्मी, म तपाईँ ओखर सुक्दैन भन्नुहुन्थ्यो नि। यस्तो पसिना छ नि त मान्छे, लुक्स यस्तो देखिया छ एकदम पसिना आएर होइन, टक्क हावा लाग्छ अनि सर्र चिस हावा लाग्छ अनि आनन्द आउँछ नि त। ल है त पकबर लगाएर यस्तो भएको छ लुक्स होइन, उतातिर गाउँ एकदम 12 बजे यस्तो देखिया छ गाउँको लुक्स है त। ल हामी यता छौँ, नवीन भाइ चाहिँ पलम खान गएको, दिनु पऱ्यो नि त पलम। यो धेरै त खान्न यार, 2-3 भयो भने भाइहरूले माया गर्छ नि त। 25 गाउँको सिजन हो यो, मिठो छ मिठो है त। ल नवीन भाइले ल्याएको होइन, माया चाहिँ गर्छु कि केटाहरूले। ल है त खन्ने काम भइरहेछ त, खन्दैछ ओके होइन, त्यही नि हो। एकदम गर्मी छ नि त गाउँतिर, अनि दाङतिर झन् कस्तो गर्मी होला गाइस एकदम होइन।
जस्तै बनाले हाँ हे गाइस एकदम खन्ने काम भइरहेछ है त अकबरेको लागि बार तयार गर्दै ए हे गर्मी छ गर्मी लगाइछ है त फाइनली आज अकबरेको लागि बारी तयार भइसक्यो अब ब्याड हुन्छ अनि त्यसपछि मल्चिङ गर्नुपर्छ है त गाइस एकदम काम भइरहेछ है त ओके यस्तो पसिना भएको छ लुक्स यस्तो भइरहेछ होइन काम गरेर एकदम पसिना आएर है त ल यता बारी छ परैसम्म छ ओके गाइस अब गाउँको सिजन है त हामी सिजन खान जान्छौँ अब टक्क काम गरेर सिजन खानुपर्छ नि त गाउँको सिजन फलै फल अहिले यो महिनामा भइरहेको फल के छ त है त ओके हे गाइस है त आज अकबरेको लागि बारी तयार भइसक्यो होइन अब हामी त्यसमा फेरि ब्याड बनाउँछौँ मल्चिङ गर्छौँ अनि खौला पारेर मजासँग रोप्नुपर्छ अनि है त यस्तो गर्मी भयो गाइस के गर्नु बिजोग रमाइलो पो छ त गाउँतिर गर्दा गर्दा एकदम मान्छे अर्कै भएको हुन्छ यस्तो फलहरू देख्दा यता यस्तो फल पाकेको फलहरू देख्दाखेरि मन आनन्द हुन्छ कि यस्तै खानुपर्छ अनि आनन्द त भइहाल्छ नि गाइस है त ल एकदम पलम पाकिरहेछ होइन त्यो गेम खेल्दा भने जस्तो त्यो कहाँ गयो ल है त गाइस आजको काम सकियो हामी काम सकेर पनि रुखमा आइसक्यौँ होइन त्यसको रुख भन्ने कुरा फलहरू देख्दा थाहा पाइसक्नुभयो मैले भनिराख्नु पर्दैन है त हाम्रोतिर यसलाई पलम भन्छ तपाईँकोतिर के भन्छ ल कमेन्ट गरिहाल्नुहोस् है त ओके गाइस आजको काम सक्यो अकबरेमा हामी लागिरहेछौँ होइन के कस्तो हुन्छ त्यो पछि नतिजा हामी पनि त्यहाँ देखाउने छु है त म नतिजा पनि के हुन्छ पक्कै पनि एकदम दुःख भइरहेछ है त ल गाइस आजको अकबरेको लागि बारी तयार भइसक्यो है अनि त्यसै गरी अब हामी त्यसमा ब्याड बनाउँछौँ अनि त्यसपछि मल्चिङ गर्छौँ होइन मल्चिङ गरिसकेपछि त्यसमा भुन पारे अनि त्यसपछि भुन पारिसकेपछि फेरि त्यसमा रोप्नुपर्छ होइन ल ओके गाइस आज एकदम रमाइलो भयो है त आज एकदम रमाइलो भयो है त च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला के कस्तो लाग्छ भ्लगहरू हेर्दै गर्नु होला है त नयाँ नयाँ भ्लगको पर्खाइमा बस्नु होला है त भ्लग छिटो हेर्नलाई बेल आइकनलाई क्लिक्क पार्नु होला ओके गाइस है त दामी दामी कन्टेन्ट दिने प्रयास गर्नेछु गाउँतिर छु ल है त ल आजलाई यति सिजन गाउँको सिजन खाना आउनु होला है त ओके गाइस के कस्तो लाग्छ भ्लग कमेन्टमा प्रतिक्रिया दिनु होला है त।